वे टु शहीद स्मारक पार्क। रिनाको घरबाट आएर हामी जाँदैछौँ शहीद स्मारक पार्क। अब हाम्रो फेरि भ्लग आउँछ। माथि छ माथि गणेश गाडी चलाउँदा चलाउँदा थाकिसक्यो अल्टीलाई उहाँ। अनि कस्तो राम्रो फुल छ है, यता छ कत्रो कति ठुलो भनेको त्यो हाम्रोतिर गेट फुल भन्छ होइन यसलाई। देखाउँछु के देखाउँदैछु त। ए यो यत्रो मानको बडे मानको गैँडा। यो शहीद स्मारक पार्क हेटौडा आन्टी आउँदै हुनुहुन्छ। अनि हामी छौँ सबै गरेर खिचौँ त्यहाँ त अङ्कल भित्र जाने टिकट यस्तो टिकट आइसक्यो। चस्मा लगाइसकेँ मैले। अब आमाले ठाउँदै ल हजुर हाई भन्नु। यहाँ आफ्नो आफ्नो तालमा सबैजना आफ्नो आफ्नो तालमा। मेरो चाहिँ गाडी छुट्ला जस्तो छ। गणेश आफ्नो तरिकामा, आन्टी आफ्नै तरिकामा। आन्टीलाई हामीलाई मतलबै छैन। अनि यस्तै छ के गर्नु। हामी आयो शहीद स्मारक पार्क जानुपर्छ। राम्रो रहेछ। पार्क हेटौडाको पहिचान लेखेछ यहाँ। फर्क्यौँ हेटौडा पार्कबाट। खासै के पनि रहेनछ कि रहन त धेरै चिज रहेछ तर अब त्यस्तै भयो। हामी हतारमा छौँ होइन आन्टी? हामी एकदम हतारमा छौँ, थाकेको पनि छौँ। हिँडेको छ कति थकाइ लागेछ। अनि तर रमाइलो रहेछ हेटौडा पार्क, राम्रो छ। हामी चाहिँ यो साइड घुम्यौँ, अर्को साइड पनि छ अब गइएन होइन। गाडी छुट्न लाग्यो कि काठमाडौँको मेरो अङ्कल आन्टी गणेश चाहिँ पोखरा जाने हो नि त, त्यही भएर अमेजिङ दामी छ ठाउँ। छ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू हेटौडा पार्कमा भएको। के भन्छ अरे यसलाई? जरायो कि के? होइन होइन हजुर जरायो त हो नि, जरायोहरू बसेको छ नि। यो चाहिँ पुल राम्रो रहेछ, रमाइलो छ। गर्मी पनि भइसक्यो, भिडियो बनाउनु पर्ने छ। यहाँ फेरि कसैलाई हाल्नु पर्यो नि त। रमाइलो रहेछ ठाउँ चाहिँ, मस्त रमाइलो। दामी छ दामी। डेटिङ आउनु राम्रो छ अरे। छिटै हो एकदम एकदम ठिक छ। भेनाज भेटेपछि ल सकिङ गाइज घर होइन। खासै रमाइलो हतार हतार हाम्रो जे पनि अहिले जिन्दगानीमा दिनभर भुक्काराम बजे पनि घुम्ने बेलामा हतारभन्दा अरू केही भएन। फोन गरेको गरेछ छिटो आउनुहोस् भन्छ। अब हामी जान लागिसक्यौँ। अङ्कल गइसक्नु भयो अगाडि। पुरै रमाइलो छ शहीद स्मारक पार्क हेटौडाको। म आउन त आएको थिएँ 1 वर्ष पहिला तर समथिङ होइन के पनि, तर यहाँसम्म आउन पाइएन। दुःख लाग्छ त्यो सम्झिँदा। केही छैन अब के गर्नु, दुःख मानेर। साथीहरूले अब त्यस्तो केही हुँदैन। अब यस्तै हो, निस्किहाल्यौँ हामी चाहिँ। रमाइलो छ तर शहीद स्मारक पार्क। बाई बाई पूर्व।